भित्र छ हो यसरी गरम गरेर त्यसमा चिया बनाएर यहाँ चाहिँ पाउँछ बुढीको हात चाहिँ छोडेको छुइनँ होइन भने मिस भयो भने छैन यस्तो दामी छ यहाँ चाहिँ यहाँ हेर्नुहोस् पिरामिड जस्तो छ यहाँदेखि भित्र पस्नु आयो थस पूजा मेडिकल जो मम्मी होइन डान्स पनि हुनेवाला रहेछ दामी छ पेन्डल चाहिँ दामी हुन्छ हो कति दामी जय माता रानी यो चाहिँ पेन्डल हो यहाँको हेर्नुहोस् कति राम्रो छ हाम्रो मेडिकलमा छेउमा फर्स्ट पूजा अनि पूजा चाहिँ माताको यहाँ हुन्छ फेरि त्यो चाहिँ पेन्डलमा पूजा हुँदैन नि त पूजा चाहिँ यहाँ बोकेर आउँदैछ नमस्कार साथीहरू आज चाहिँ सिलगढी पूजा देखाउँदैछु हो अनि यो चाहिँ म फर्स्ट पूजा तपाईँहरूलाई देखाएँ किनभने हाम्रो छेउको मेडिकलको योभन्दा दुईवटा पूजा हेरिसकेको थिएँ अब यहाँदेखि चाहिँ अब आएपछि हल्का ब्लगिङ पनि गरिदिनु भनेर सिलगढीमा कस्तो खालको पूजा हुँदो रहेछ त्यो तपाईँलाई देखाउँदैछु आज चाहिँ षष्ठी हो भोलिदेखि चाहिँ राम्रो पूजा घुमाइ हुन्छ हो घुमौँ न अब हामी चाहिँ बाइकमा छौँ वाइफ पनि मसँग छ मेरो चाहिँ ड्युटी हो उनीहरूलाई घुमाउने त्यो नेक्स्ट पूजा चाहिँ नौका घाटको छेउमा मेडिकलदेखि अलिकति आगे यहाँनिर हेर्छु सबै जग्गाको भिडियो त देखाउनु सक्दिनँ हो तर पनि हामीले थुप्रै पूजा स्किप गरिसक्यो यस्तो खालको बनाएर थिम्स सबैको थिम देखाउँदै जाउँ ल भोलिदेखि चाहिँ पुरै भिड हुन्छ फेरि भित्र गएर हेरौँ है पूजा चल्दो रहेछ बङ्गलामा चाहिँ ढाक डान्स हुन्छ साह्रो राम्रो हुँदै थियो भित्र यस्तै खालको थुप्रै हाम्रो ट्रेडिसनल बङ्गला कल्चरमा चाहिँ यस्तो हेर्नु पाउँछ साथीहरू अब चाहिँ एनजिपीको छेउमा यो चाहिँ दादा भाइ हामी बाइक राखेर निकै टाढोसम्म हिँड्दै आयौँ किनभने पुलिसले त्यहाँ पनि बाइक राख्नु दिएको थिएन हामीले भने हामी गएर आइहाल्छौँ दियो हो यस्तो खालको बनाएको छ यहाँ चाहिँ भित्र पस्नु एन्ट्री लेखिरहेछ आज हेर्नु सक्दैछ भोलिदेखि त सक्दैन साथी हो यहाँ नसी पेन्डल जस्तो छ यहाँ नसी कति रोमा हिँड्नुपर्छ मम्मी यहाँ फोटो खिच्छ बाहिर त्यो चाहिँ गोरु निकाल्दै रहेछ गोरु गाडी यहाँ हेर्नुहोस्
पिरामिड जस्तो छ, यहाँदेखि भित्र पस्ने छ हो। अनि जग्गा जग्गामा चाहिँ यस्तो दामी दामी यो आर्टहरू गरेको, यस्तो दामी रहेछ। यहाँ चाहिँ यो जति पनि खोजमा देख्नुहुन्छ नि यो सबै लक्की उल्लुहरू रहेछ, सब उल्लु बनाएको छ। तर यो चाहिँ सुब्रत सङ्घको रहेछ, सुब्रत सङ्घको छेउमै छ दादा भाइ पनि हो। जुगा भित्र पसौँ, एक एकवटा नक्कासीहरू दामी दामी बनाएको हुन्छ। यसपालिको थिम चाहिँ उल्लु रहेछ साथी। यहाँ यो जति देख्नुहुन्छ माथि माथि सबै उल्लुहरू, सब उल्लु। बङ्गलामा चाहिँ पेचा भन्छ, लक्की पेचा हो। यहाँ हेर्नु है, यहाँ हेर्नु सब उल्लु, थिम चाहिँ उल्लुको रहेछ। जहाँ हेर्छ त्यहाँ उल्लुै उल्लु। वाह, क्या दामी छ भित्र चाहिँ हो, देखाउँदै जान्छ। यो चाहिँ साथी अघि मैले दादाभाइ भन्दै यो चाहिँ सुब्रत सङ्घको रहेछ। हेर्नुहोस् है नक्कासीहरू यस्तो दामी छ। सरी, अर्कोपट्टिदेखि यस्तै छ, यताबाट पनि इन हुँदा यस्तै छ, बिचमा चाहिँ उल्लु। अब यहाँदेखि चाहिँ भित्र पस्छ है साथीहरू। पहिला भित्र पसेर मातालाई देखाइहाल्छु। दामी रहेछ। आज यस्तो भिड छ, भोलिदेखि त कस्तो डरलाग्दो भिड हुन्छ होला साथी हो। यहाँ हेर्नुहोस् नै, পথহারা বলে এবার পথে নেমেছি। পথে আমাদের সকলকে নামতে হয়। দৈনন্দিন জীবনে সবাইকে চলতে হয়। রাজনৈতিক জীবনের একটি গুরুত্বপূর্ণ ইত্যাদি বিভিন্ন কাজে প্রতিদিনের সড়ক চলাচল করতে হয় থামাতে। কিন্তু অনেক সময় माथि चाहिँ यस्तो छ साथी। फेरि मान्छेहरू आजदेखि नै भिड छ, भोलि त कहिले हो कहिले। मेरो वाइफ पनि भिडमा एक एकवटा नक्कासी, एक एकवटा आर्ट कस्तो दामी साथी। हेर्नुहोस् यहाँ हेर्नुहोस्, क्या राम्रो काम गरेको छ हेर्नुहोस् न। भोलि चाहिँ यहाँ पाउँदैन साथी, यसरी ठेलमै जान्छ चाहिँ। यहाँदेखि हो, एक जग्गादेखि पस्ने, एक जग्गादेखि निक्लिनु हुन्छ। होइन भने चाहिँ के हुन्छ भने पुरा भिडमा एकदमै। हेर्नुहोस् न यहाँनिर मच्छरहरू, मौरीहरू बनाएको रहेछ। यो चाहिँ सबै नरियलले बनाएको रहेछ, मौरीहरू, झिँगाहरू। अघि हामी एन्ट्री भएको चाहिँ यहाँ रहेछ, यसकै छेउमा सानो मेलै जस्तो पुरै अब स्टलहरू चढ्छ नि। भोलि त पुरा भिड हुन्छ यहाँनिर, के छ निक्लिरहनु पनि साह्रो पऱ्यो। यो चाहिँ साथी सुब्रत सङ्घको रहेछ कि दादाभाइ यसकै छेउमा छ। म त अघि यो दादाभाइ भन्दै थियो, गल्तीले भनेको। पुरै मेला छ यहाँ चाहिँ, निक्लिनु अब त्यहाँदेखि पूजा घुमेर चाहिँ यो सबै जग्गा घुम्नै पर्छ तपाईँहरू। के किन्नुहुन्छ हुन्छ हो, 100 रुपियाँ 50 रुपियाँ भन्दै छ, मेलै जस्तो छ। किनभने ठुल्ठुलो क्लबको चाहिँ ठुल्ठुलो हुन्छ नि त मेलाहरू पनि, जति पनि चाहिँ स्टलहरू छ त्यो सबबाट पैसा उठाउँछ। कति लाख करोडको हुन्छ। अन्त यो पूजै आमामा योपट्टि डल्लै छ, ठुलो जग्गा छ। ए है, तिम्रो फोन छैन है साथी? पुरै मेला छ है। यहाँदेखि निक्लिनु नै साह्रो पर्छ। भोलिदेखि त भगवान् कस्तो हुन्छ होला मम्मी यहाँनिर। मेरो छोरीको याद आउँदैछ, छोरीको राइडहरू चढ्नु। कस्तो दामी रहेछ साथी। यहाँ सब हातले बनाएको बाँसुरीहरू, योहरू। यहाँ न साथी, आजदेखि यस्तो भिड छ हो। आज जब कि षष्ठी हो, भोलिदेखि त यो बाटो हिँड्नु सक्दैन नि साथी। यो चाहिँ फेरि दादाभाइको, अघि मैले गलत भनेको थिएँ।
यो चाहिँ दादाभाइको फेरि मेला आज यीदेखि यस्तो भिड छ। साथी हेर्नुहोस् है, आरके हार्डवेयर स्टोरले चाहिँ नि यस्तो गर्नु लागि नि पैसा दिनुपर्छ सबै जग्गा। ब्यानरहरू जसले पनि टाङ्छ सबै पैसा दिनुपर्छ पूजालाई। हेर्नुहोस् न बाँसहरू, यो मान्छेहरू भिड नहोस् भनेर। यो चाहिँ साथी हो दादाभाइ आइपुग्यो अब चाहिँ हो। उहाँ हेर्नुहोस् न, उहाँ ओस्ने पूजा गर्ने माता चाहिँ यहाँ रहेछ हौ, जस्तो मैले दिए जस्तो। बुढीको हात चाहिँ छोडेको छुइनँ, होइन भने मिस भयो भने छैन। वाइफले फोन पनि नलिहाल्छ त, अन्त हरायो भने गयो भरे। त्यहाँदेखि चाहिँ पोस्ट अब भिडै रहेछ आज पनि हो। भोलि चाहिँ कस्तो हुन्छ होला भगवान्। मान्छेहरूको भिड हेर्नुहोस् त आजदेखि नै। यहाँ हेर्नु हुँदैछ, दियो पक्रिरहेको छ दियो। फोर्टी 4 इयर्स भएको रहेछ यो क्लब चाहिँ। आरती हुँदैछ माताको। माता चाहिँ यस्तो छ कि साथी हो, माथि यस्तो घुमिरहेछ। योपट्टि चाहिँ यसरी घुम्दैछ, माताको आरती जस्तो हुँदैछ। चारैपट्टि चाहिँ यस्तो नकासीहरू गरेको छ हो, हल्लिँदैछ पनि। अब यहाँदेखि चाहिँ आउट हुने हो। आऊ मम्मी, यहाँ चाहिँ अब फेरि मेला, फेरि अघिकै जस्तो त्यो चाहिँ क्लबकोहरू यस्तो हुन्छ। हेर्नुहोस् है, अब यहाँ आज यस्तो छ, भोलिको दिन त अब बिजोक हुने यहाँ त। बाबा यहाँ हेर्नुहोस् त, पसिना आजको दिन यस्तो भयो भने त पुरै पसिना पसिना। एकछिन कस्तो भिड। अब भोलिदेखि त अब नसोचे पनि भयो साथी हो। पुरा यसरी घुमिहिँड्छ साथी। अब यहाँदेखि एकजिट हुनुपर्छ। पसिनै पसिना भयो हो। सानोमा चाहिँ हामी अब बेलुकीको 5 बजीदेखि पूजा घुम्थेँ, अनि बिहानको कहिले 4, कहिले 5, कहिले 7 बजी घर आउँथेँ क्या त। त्यो इच्छा त छैन अहिले। अहिले चाहिँ मलाई मन पर्दैन पूजाहरू घुम्नु, किनभने भिडभाड हुन्छ। त्यो पनि कहिले चाहिँ षष्ठी भएर मात्रै आएको, त्यो पनि वाइफले गर्दाखेरि उसले होइन जिउँदै मार्छ, उसलाई घुमाउनु पर्छ हो। म चाहिँ जस एउटा गार्ड मात्रै यिनीहरूको सँगसँगै घुमाउने यो गर्ने। के भन्छौ तिमी? अन्त हर साल बुढोसँग घुम्नु पर्दैन, एकपल्ट त एक दिन त घुम्नै पर्छ। त्यही त, तर पनि अब आजकल त मन पर्दैन। कोक्चामा बसेर बरु मजाले 2-3 पेक खाएर हो, ढुक्कै बरु घरमै दसैँ मनाउँदै बस्नु चाहिँ मलाई राम्रो लाग्छ। तर अब त्यस्तै भएको छ, हाम्रो छोरी आउँदैन त कहिले पनि। अब भिड हुन्छ नि त, यस्तो भिडमा के घुम्नु पर्नु त? मान्छेहरूको कस्तो हुन्छ। अहिले तिमी मसँग छुट्यो भने भेट्नु सक्दैन, हुँदैन भन। हात छोडेको छुइनँ हामीले। भोलि चाहिँ अब भोलिदेखि चाहिँ घुम्नु सक्दैन साथी हो। आजै घुमिहालेको भोलिदेखि बाइक पनि हिँड्नु दिन्न अरे हो। मेरो वाइफको चाहिँ नयाँ जुत्ताले हिँड्दा पाठ्छ। पहिला हुन्थ्यो यस्तो, फेरि नयाँ लाउनु पर्ने अरे फेरि उसलाई हो। दुनियाँभरको जुत्तासँग पनि त्यही अब ब्यान्डेड किनिदिन्छु। अब चाहिँ हामी शक्तिगढ आइपुगेँ। शक्तिगढमा चाहिँ दामी हुन्छ पूजा। हेरौँ है कस्तो बनाउँछ। यहाँ आएर खान्छु पिन्छु हो। अनि यो चाहिँ तपाईँको छेउमै हो नि त फेरि हाम्रो यहाँनिर, राम्रो पनि बनाएको हुन्छ। यसपालि चाहिँ डिस्नील्यान्ड बनाएको छ भन्दैछ, हेरौँ है। एन्ट्री हुन्छ चाहिँ साथी हो यहाँ। हिँड नलिएको अघि।
यहाँ फोटो खिच्दैछ। यो चाहिँ ब्रह्माण्डमा हो, मान्छेको नाभिबाट यस्तो हेर्नुहोस् पुरा देख्दैछ। यही नाभिको कनेक्सन भएर आगे जाँदैछ। क्या दामी रहेछ यहाँ माता त आमा। हेर्नुहोस् नि त्यो नाभिको चाहिँ यहाँ जोडेको रहेछ। यो चाहिँ ओन्ली यो चाहिँ दिलमा रहेछ हो, हार्टमा। त्यो नाभि चाहिँ यस्तो भएर यो चाहिँ पुरा आर्टहरूले मात्रै बनाएको आर्किटेक्ट वर्करले। माता चाहिँ दुईवटा रूप रहेछ यहाँनिर, आधा आधा रूप। अनि यस्तो खालको ऐनाहरू छ, सबले आफ्नो आफ्नो अनुहार हेर्दैछ। माताको रूप हेर्नुहोस् यहाँ। छोरी मान्छेलाई चाहिँ यहाँ सजिलो रहेछ, ऐना रहेछ कि सबले ऐना हेर्दै आफूलाई हेर्दै आउँदो रहेछ। आजसम्म चाहिँ हेर्छ, भोलिदेखि त कहाँ हेर्नुसक्छ है। अब चाहिँ डिस्नील्यान्डपट्टि जाँदैछु साथी। आइपुगे साथी शक्तिगढको यो डिस्नील्यान्ड हेर्नुहुन्छ क्या भयो देखिँदैछ म्युजिकसँगै। हेर्नुहोस् ल, त्यसमा अब देखाउँदैछु। भित्र पस्नु लागि पुरा डरलाग्दो दिँदैछ। मम्मी चल साथी, हामी लाइनमा छौँ कि अब कहिले पुग्नु त्यहाँसम्म। यो चाहिँ शक्तिगढको उज्जवल सङ्घ है, उज्जवल सङ्घ लेखिरहेको बङ्गलामा। अब माथि हेर्नुहोस् है, डिस्नील्यान्डको मिकी माउसहरू क्यारेक्टरहरू पनि रहेछ। कति सुन्दर माता हेर्नुहोस्। यो कामहरू हेर्नुहोस् न, काम कस्तो दामी काम गरेको छ। पुरै घाटहरू छ। कस्तो लाग्यो यहाँको पेन्डल तिमीलाई? दामी छ है। यहाँ चाहिँ एकछिन बस्नु पाउँदैन, खेदाइहाल्छ। आज त तर पनि अलिक खाली छ। के बिसिल बजाक यहाँदेखि चाहिँ आउट। अब साथी यो चाहिँ घुम्यो हो, आजको दिन खेर घुम्नु पाएँ, भोलिदेखि चाहिँ घुम्नु सकिँदैन। यो एकदमै डरलाग्दो पूजा। फेरि कतिजना 10 बजीदेखि निक्लिन्छ, कतिजना 11 बजीदेखि, कति चाहिँ अब रातभरि हुन्छ नि त। दोकानहरू त्यस्तो चल्छ हो। हामी चाहिँ षष्ठीको दिन निस्केको थियो भनेर यति हेर्नु पाएँ। अब चाहिँ फेरि यसको आफ्नै छ स्टलहरू पुरै छ यहाँतिर हो। यहाँतिर यस्तो मेलाहरू सबै त मेलै जतिकै हुन्छ नि, चिजबिजहरू दुनियाँभरको। यो चाहिँ उज्जवल सङ्घको फेरि सबैले आफ्नो आफ्नो यसरी लिएको हुन्छ। यसको यहाँ यस्तो छ। अघिको शक्तिगढको चाहिँ कहाँ अरे देशबन्धु सङ्घ हो त्यो चाहिँ। यो चाहिँ उज्जवल सङ्घ हो। उज्जवल सङ्घ हो। शक्तिगढको चाहिँ उज्जवल सङ्घ हो। जाऊ गर माग। त्यो चाहिँ पाकिसकेको। खाऊ।
अब एउटै आलु चाहिँ त्यसरी गोलो गरेर काटेको हुन्छ 80 रुपियाँ र 100 रुपिस गरेर रहेछ कि 80 एन्ड 100 रुपिस गरेर रहेछ कि तर एकदमै टेस्टी मजा आयो कुनै किन नयाँ भएर होला कि मिठो थियो अब चाहिँ खाने हो के कुरोहरू यो चाहिँ यहाँ तन्दुरी चिया रहेछ हो गरम गरेर जस्तो यहाँ हेर्नुहोस् भित्र छ हो यसरी गरम गरेर यसमा चिया बनाएर यहाँ चाहिँ पाउँछ तपाईँहरू पनि आएर खानु सक्नुहुन्छ क्या है भाई ये चाय का नाम क्या है तंदूरी चाय भाई आके कोई भी पी सकता है शक्तिकार में भाई दे रहा है चाय पूजा की मौके पे हाँ क्या है प्राइस भाई हाँ 30 टाका 30 रुपियाँ ओन्ली मलाई चाहिँ यस्तो मनपर्छ चटपटा त्यही चाहिँ अब खाने दादाको हातबाट झाल दिवेन हात मम्मी थाहा कस्तो छ अब त साथी खाने बेला आयो हो यहाँ आएको छु आसियानामा जुगै माथि वाइफ चाहिँ अलरेडी छ त्यहीँनिर चिज छ बेसी Oh my god. Okay. के आयो हाम्रो मेरो के हो बिरयानी तिम्रो चाहिँ यो फ्राइड राइस चाहिँ दामी रहेछ है यो चाहिँ मटन कसा भन्दै तिमीले खानु लागि लु खाऊ लु साथी खानापिना पनि भइसक्यो हो अनि आजको ब्लग चाहिँ यही अन्त गर्दैछु त्यो पूजा घुम्न आएको हामीहरू बाहिर खाएँ भोलि पनि बाहिरै खान्छ होला यस्तै खालको घुम्नु थालेपछि बाहिर मात्रै खाने खाना बनाउँदैन भनेर वाइफले पनि हताल गर्छ हो उसले फेरि पापा भन्दै थियो यहाँनिर उसको फोटो खिच्नु भन्दै थियो बेसी नभए साथी लु आजको ब्लग यहाँ समाप्त बाई बाई